नमस्ते, के तपाईँ पनि आफ्नो व्यवसाय वा व्यक्तिगत कामको लागि छुट्टै क्युआर कोड बनाउन चाहनुहुन्छ? आज म तपाईँलाई कम्प्युटरमा अनलाइन टुल्स प्रयोग गरेर बिना शुल्क 1 मिनेटभित्र कसरी ब्रान्डेड क्युआर कोड क्रिएट गर्न सकिन्छ भनेर एकदमै सरल भाषामा देखाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला। साथै पेजलाई फलो गर्नुभएको छैन भने फलो गर्न समेत नबिर्सिनुहोला। क्युआर कोड कसरी क्रिएट गर्ने भन्ने विषयमा चाहिँ मैले तपाईहरुलाई सिकाउन गइरहेको छु। सर्वप्रथम हामीले के गर्छौं भन्दाखेरि क्रोम ब्राउजरमा गएर सर्च गर्छौं, क्युआर कोड जेनेरेटरले सर्च गर्छौं। सर्च गरिसकेपछि भनेको सुरुमा फ्री क्युआर कोड जेनेरेटर अनलाइन हुन्छ, यसमार्फत हामीले कसरी क्युआर कोड क्रिएट गर्ने भन्ने र यहाँबाट हामीले गरौँ। क्युआर कोड क्रिएटको लागि भनेर ओपन भइसकेको छ, विभिन्न प्रकारको अप्सनहरू छ, अल टाइप्स अफ क्युआर कोड्स भनेको छ। यहाँ विभिन्न प्रकारको क्युआर कोड्सको लागि क्रिएटको लागि भनेर अप्सनहरू ओपन भइसकेको छ। जस्तै सुरुमा हेरौँ URL/लिङ्क भन्ने छ, त्यसै गरी PDF छ, इमेज, प्ले मार्केट /एप स्टोर, टेक्स्ट, WhatsApp, YouTube, Instagram, Facebook लगायतको फोन कल लगायतको विभिन्न प्रकारको चाहिँ यहाँ क्युआर कोड्सको टाइपहरू ओपन भइसकेको छ। हामीले सुरुमा URL/लिङ्क भन्नेको चाहिँ के भन्ने कुनै एउटा लिङ्कलाई राखेर हामीले फेरि क्युआर कोड क्रिएट गर्छौँ भन्ने हो। त्यसको लागि चाहिँ सर्वप्रथम यहीबाट सुरुवात गरौँ। त्यसपछि अरू पनि म सामान्यतया यसरी क्लिक गरिसकेपछि यहाँनिर विभिन्न प्रकारको अप्सनहरू छ, विभिन्न प्रकारको स्टेपहरू छ। हामीले यो फलो गरिसकेपछि हाम्रो क्युआर कोड क्रिएट हुन्छ। जस्तै पुट युर लिङ्क हियर भनेर यो ठाउँमा चाहिँ तपाईँले के को क्युआर कोड बनाउँदै हुन्छ। जस्तै मैले चाहिँ एउटा युट्युब च्यानलको क्युआर कोड बनाउन लागेको भने मैले यो युट्युब च्यानलको कपी लिङ्क गरेर चाहिँ हामीले यहाँ पेस्ट गरिसकेपछि यहाँ क्लिक गर्नु होला। त्यसपछि भनेको हामीले युट्युबको कपी लिङ्क गरिसक्यौँ। त्यसपछि भनेको हामीले अघि बनाउँदै पुट युर लिङ्क हियर भनेको छ, यो ठाउँमा चाहिँ हामीले उक्त युट्युबको लिङ्कलाई राख्नेछौँ। त्यसपछि भनेको नेम, युट्युब च्यानल नेम चाहिँ के छ भन्दाखेरि सपोज मेरो b.channel भनेर छ। त्यसपछि भनेको यहाँ कन्टेन्ट क्याटेगोरी अप्सनल भनेको छ। र अप्सनलमा चाहिँ कन्टेन्ट क्याटेगोरी कस्तो खालको क्याटेगोरीको हो भन्ने हो। मैले चाहिँ विभिन्न प्रकारको भने मैले चुज गरेँ। तपाईँले कस्तो क्याटेगोरी बनाउनुहुन्छ त्यो अनुसारको तपाईँले क्याटेगोरी चुज गर्न पाउनुहुन्छ। त्यसपछि भनेको सिधै कस्टमाइज एन्ड डाउनलोड क्युआर भनेर गएर क्लिक गरिदिनु होला। यति गरिसकेपछि भनेको हाम्रो क्युआर कोड रेडी भइसक्यो। हामीले यसलाई थोरै मोडिफाई गर्न सक्छौँ। जस्तै यहाँ विभिन्न अप्सनहरू छ, प्रिमियर छ, फ्रेम्सहरू भन्ने छ, सेप छ, लोगो छ, माई टेम्प्लेट्सहरू भन्ने अप्सनहरू छ। जस्तै प्रिमियर भनेको चाहिँ कस्तो खालको बनाउने तपाईँको इच्छा अनुसारको यहाँ अप्सनहरू छ, त्यो अनुसारले बनाउन सक्नुहुन्छ। क्यान्सल गरिदिनु। फ्रेमहरूमा पनि तपाईँले कस्तो खालको फ्रेम राख्ने भन्ने तपाईँको चुजमा हुनुपर्छ। यहाँ विभिन्न प्रकारको फ्रेमहरू छ, कस्तो फ्रेम राख्नुहुन्छ, यो खालको राख्नुहुन्छ कि यो खालको राख्नुहुन्छ कि यो खालको राख्नुहुन्छ। तपाईँले एउटा अप्सन कुनै पनि चुज गर्न सक्नुहुन्छ। तपाईँले भोलिको दिनमा जस्तै यो क्युआर कोड बनाइसकेर यहाँ माथि खाली ठाउँमा आफ्नो च्यानलको नाम, आफ्नो वाइफाईको नाम, या कुनै पनि पेजको नाम, या कुनै केही कम्पनी नामहरू तपाईँले यहाँनिर चाहिँ फोटोसप मार्फत अथवा कुनै एडिटिङ मार्फत चाहिँ तपाईँले एडिट गरेर अझ यसलाई व्यवस्थित तरिकाले राख्न सक्नुहुन्छ। त्यसैले अर्को भनेको सेपहरू भनेको छ, कस्तो खालको सेपमा बनाउन चाहनुहुन्छ। यहाँ अप्सनहरू छ सेपको पनि, कस्तो खालको के को बनाउँदै हुन्छ। जस्तै मैले युट्युब च्यानलको क्युआर कोड क्रिएट गरेको युट्युब च्यानलको म यसरी राख्न सक्छु। त्यस्तै तपाईँले पनि फेसबुकको बनाउँदै हुन्छ, इन्स्टाग्रामको बनाउँदै हुन्छ, या धेरै भ्यू मोर गर्नु भने धेरै लोगोहरू भेट्न सक्नुहुन्छ। त्यस अन्तर्गत तपाईँले एउटा कुनै पनि लोगो चुज गरेर राख्न सक्नुहुन्छ। यति गरिसकेपछि भनेको हामीले सेप फर्मेटभित्र चाहिँ विभिन्न प्रकारको फर्मेटहरू छ। यहाँ जस्तै PNG भन्ने छ, SVG छ, PDF छ, EPS छ र JPG छ। तपाईँले कुनै पनि एउटा छनौट गर्न सक्नुहुन्छ। मैले JPG छनौट गरेँ। डाउनलोड क्युआर कोड भनेर क्लिक गरिदिनु होला। यति गरिसकेपछि यसरी हाम्रो क्युआर कोड डाउनलोड हाम्रो यसरी हुँदैछ। हाम्रो डाउनलोड पनि लगभग भइसकेको छ। युआर क्युआर कोड इज सक्सेसफुली डाउनलोडेड भनेर आइसक्यो नोटिफिकेसन। अब हामीले यसलाई ओपन गरेर हेरौँ। यसरी युट्युब च्यानलको चाहिँ मेरो क्रिएट गरिसकेँ। तपाईँहरूले पनि यसरी नै आफ्नो कुनै पनि पेजको चाहिँ अथवा कुनै पनि लिङ्कलाई यसरी राखेर पनि तपाईँले चाहिँ आफ्नो क्युआर कोड बनाउन सक्नुहुनेछ। त्यसै गरी तपाईँले अरू जस्तै यो क्युआर कोड भनेको जस्तो मैले युट्युब च्यानलको बनाएँ, तपाईँले विभिन्न अरू
पेजहरूको पनि बनाउन सक्नुहुन्छ। त्यसको लागि यहाँ ब्याक गर्नुहोस्। ब्याक गरिसकेपछि भनेको यसरी अप्सनहरू आउँछ, तपाईँले कुनको बनाउनुहुन्छ त्यो अनुसारले तपाईँले फेरि त्यसरी नै बनाउन सक्नुहुन्छ। जस्तै फ्री वाइफाईको बनाउन चाहनुहुन्छ भने तपाईँले आफ्नो होटलमा या कुनै पनि सार्वजनिक ठाउँमा अथवा कुनै कार्यालयमा चाहिँ तपाईँले वाइफाई झन्झटबाट मुक्त रहनु लागि तपाईँले चाहिँ के भन्दाखेरि आफूले क्युआर आउने गेस्टहरूलाई सेयरिङ गर्न सक्नुहुन्छ। त्यस्तै वाइफाई सिडी नेम भने चाहिँ तपाईँले यहाँ वाइफाईको एसडी नेम राख्न सक्नुहुन्छ। त्यसपछि यो दोस्रो WPA2 भने चाहिँ जे छ त्यसमा छोडिदिनुहोस्। पासवर्ड के छ पासवर्ड त्यहाँनिर तपाईँले राख्न सक्नुहुन्छ। यो जस्तै वाइफाई एसडिएफ नेम भनेको छ वाइफाईको नाम राख्ने हो। यहाँनिर एबिसिडी वाइफाईको नाम भयो। त्यसै गरी पासवर्ड भनेको के छ पासवर्ड त्यो अनुसारले राख्न सकिन्छ। त्यसपछि पासवर्ड राखिसकेपछि भनेको सेम प्रोसेस अघि मैले जसरी युट्युब च्यानलको लागि बनाएको थिएँ हो त्यसै गरी त्यही फलो गरेर बनाउन सकिन्छ। विशेष गरी क्युआर कोड कस्तो ठाउँमा किन बनाइन्छ भन्दाखेरि जस्तै बिजनेस प्रमोट गर्नु पर्यो या कुनै भ्लगहरू बनाउँदै हुन्छ या कुनै कम्पनीहरूको चाहिँ डिटेल्सहरू अथवा तपाईँको फोन नम्बर सेयरिङ गर्दै हुन्छ भने तपाईँलाई प्रत्येक फोन नम्बर दिन अथवा तपाईँको लिङ्कहरू सेयर गर्नु लागि चाहिँ तपाईँले मोबाइलै देखाउनु पर्ने भएको कारणले यो झन्झटिलो टाइम लाग्ने कहिलेकाहीँ समयमा ओपन नभइदिने समस्याहरू हुनसक्छ। त्यस कारणले चाहिँ पहिले क्युआर कोड बनाउनु भयो भने तपाईँले तुरुन्तको तुरुन्तै तपाईँले चाहिँ आफ्नो लिङ्कहरू आफ्नो फोन नम्बरहरू या आफ्नो फ्री वाइफाई नाम दिएर तपाईँले जस्तै वाइफाईको पासवर्डहरू सेयरिङ गर्न सक्नुहुन्छ। यसरी चाहिँ झन्झटबाट चाहिँ मुक्त रहनको लागि चाहिँ तपाईँले क्युआर कोड सेयरिङ गर्ने हो बनाउने हो। सेक्टरमा अहिलेको समयमा भनेको क्युआर कोड एकदम नेसेसरी नै भइसकेको अवस्था छ। हामीले आफ्नो राइडर भ्लग बनाउँदैछौँ, राइडरमा पनि आफ्नो भ्लग नेम के हो त्यसको क्युआर बनाएर तपाईँले बाइकमा टाँस्न सक्नुहुन्छ। तपाईँले कम्पनीको तपाईँको आफ्नो नम्बरहरू चाहिँ क्युआर कोड बनाएर तपाईँले कतै अफिस कार्यालयभित्र कतै टाँसेर अथवा टेबलमा राखेर पनि तपाईँले सेयरिङ गर्न सक्नुहुन्छ। तपाईँले होटलहरूमा युज गर्न सक्नुहुन्छ। स्कुलदेखि लिएर भनेको सार्वजनिक ठाउँहरूदेखि लिएर तपाईँको हरेक ठाउँमा चाहिँ तपाईँले क्युआर मार्फत चाहिँ चाँडो यसको मतलब क्युआर अर्थात् क्विक रेस्पोन्स भएको कारणले गर्दाखेरि तपाईँले आफ्नो लिङ्कहरू आफ्नो डाटाहरूलाई चाहिँ तुरुन्त सेयर गर्न सक्नुहुन्छ भन्ने चाहिँ मैले यति नै सेयरिङ गरेँ। बाँकीहरूको भिडियो पुनः ल्याउने नै छु। आजलाई बिदा भएँ र अन्त्यमा जाँदै तपाईँलाई भिडियो कस्तो लाग्यो आफ्नो महत्त्वपूर्ण सुझाव दिन नभुल्नु होला भन्दै म बिदा हुन चाहे। नमस्कार।